आज चाहिँ मौसम एकदम च्यालेन्जिङ भएको भएर हामी स्कुटीमा छाता ओरी कोरियन फुड खान गइरहेको छौँ। आज चाहिँ हामीले उसलाई फर्स्ट टाइम कोरियन फुड चाहिँ टेस्ट गराउन लिएर आइरहेको छौँ। ऊ चाहिँ आज प्रपर भेज हो। अब उसको रियाक्सन कस्तो हुन्छ भनेपछि म हजुरलाई अपडेट गराउँछु। फाइनली हाम्रो डेस्टिनेसन चाहिँ आउन लागिसकेको छ। मान्छेहरू चाहिँ केही छैन, चट्नीको दिन्छ। तर कोरियन खाएपछि त के भन्छ अरे चिसो हड्डी जान्छ नि त।